हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हामी सोसियल सेक्युरिटीको पेपर लिन जान आँटेको। लेट्स सी के हुन्छ। पानीझरीमा जान्छौँ, आउँछ कि आउँदैन देखाउने छु। हामी चाहिँ सोसियल बनाउन गएको, बस स्टपमा छौँ सबैजना। जम्मै बिजोगले बिहाल बिहाल सोसियल सेक्युरिटी बनाउन जान आँटेको। यस्तो हालत छ सबै हाम्रो चाहिँ, होइन? आई यस्तो सबैजना छ हामी चाहिँ, एभ्रिवान सब लुखुर लुखुर कुरो भरोस यहाँ छ। फेरि वेलकम। उसकोमा चाहिँ बस्दैन 100%। पारा फेरि जीवन परो हो, फेरि भोजपुरै हो, फेरि खुकुरी हानिदिन्छ, फेरि खुकुरी हानिदिन्छ फेरि उसले। हामी चाहिँ सोसियल बनाउन जान आँटेको, बसमा जान आँटेको। बस वेटिङमा छौँ। यो चाहिँ बस स्टप हो, बस स्टपमा रहेछ। रोड चाहिँ यस्तै छ, रोड यही हो। टक्क दाहिनेपट्टि एउटा गाडी कुद्छ, टक्क यहाँ स्टप हुन्छ, यहाँदेखि फेरि जाने हो। यो चाहिँ पोर्चुगलको गाउँघर हो। गाउँघर पनि एकदम राम्रो सफा सुन्दर हुन्छ। मौसम धेरै राम्रो छ, पानी परिरहेको छ, बादल परिरहेको छ, धेरै राम्रो अवस्था छ अहिले चाहिँ। सोसियल सेक्युरिटी बन्नु कति लाग्छ? होइन यार, धेरैचोटि हिँड्यो त। आज बन लाग्यो भनेको, आज फाइनल हो, आज बन लाग्छ छ आज, है? पुग्दाखेरि आज बन्छ, सबैको बनिरहेछ, आज बनिन्छ होला। आश गरौँ भर नपरौँ, भगवान् भरोसा। शुभ साइड छ, आज पानी परेर शुभ साइड हो यो भनेको। बनिन्छ 100% हो। तपाईँको के छ राय? मेरो राय सुझाव सल्लाह चाहिँ पोर्चुगल आउनु होला सबैजना, होइन? 15-20 लाख ठुलो कुरा भएन, लाइफ सेटल बनिन्छ, यसमा ढुक्क बनेर आउनु होला। हाम्रो चाहिँ होइन, अब D1 भिसा भनेको फेरि पावरफुल भिसा हो पोर्चुगलको लागि, है? कोही पनि सबैजना आउनु होला, बनिन्छ, कार्डहरू बनिन्छ, केही टेन्सन नगर्नु होला। D1मा चाहिँ बनिन्छ फेरि? D1मा त 100% ग्यारेन्टी चाहिँ म भन्न चाहन्छु। त्यसमा चाहिँ आउनु होला, तर धैर्य लिएर एकदमै धैर्य चाहिँ लिनु पर्यो है। मुटु दह्रो भएको मान्छेले मात्रै आउनु होला। नत्र हाततिर फेरि डिप्रेसन नगइन्छ। आइहाल्ने, आएको भोलिपल्टदेखि पैसा कमाइहाल्ने भन्ने चाहिँ सोचमा नआउँदा हो, त्यो सोचमा चाहिँ नआउँदा हुन्छ। मजाले आनन्दले टाइम लिएर यहाँ जित गएर हुनुहुन्छ। फेरि यहाँ चाहिँ 3 वर्ष भइसक्यो आउनुभएको। उहाँको बारेमा भन्नुपर्दा पोर्चुगल कस्तो भन्दाखेरि उहाँले भन्नुहुन्छ सानो कुरो। उहाँ चाहिँ हाम्रो कम्पनीको ड्राइभर सर हो। उहाँ चाहिँ हामीलाई चाहिँ अब के अरे काम गर्दाखेरि लिएर आउने जाने गर्नुहुन्छ। अनि फेरि कम्पनीको त्यो लिडर जस्तो पनि हुनुहुन्छ। उहाँ कम्पनीको कामसाम लाउने, होइन? केटाहरूलाई जोत्ने काम गर्नुहुन्छ। अनि अलिकति कोही नयाँ आउने मान्छेलाई कस्तो छ भन्दाखेरि के भन्न चाहनुहुन्छ? तपाईँ त पुरानो मान्छे। पोर्चुगल चाहिँ खासै मलाई पनि खासै अनुभव त छैन। पोर्चुगलमा चाहिँ यस्तै छ। ठिकै छ। मान्छे ल्याउनु पर्यो भने कसरी ल्याउने, यहाँसँग कन्ट्याक्ट गरौँ भन्ने। मान्छे आउनु कोही पनि इच्छुक हुनुहुन्छ भने मलाई सम्पर्क गर्दा हुन्छ सिधै यहाँनिर। यहाँ कमेन्ट बक्समा, होइन, मेसेज के कमेन्ट गर्दा हुन्छ, होइन, इनबक्स गर्दा हुन्छ। आई विल रेडी टु आई विल सेन्ड द भिजा। टन्नै छ यार हामी त। लाग्छ गाडी आए जस्तो छ है, हाम्रो गाडी आए जस्तो छ है। स्टपमा रोक्न आँटेको छु। हो रहेछ गाडी हो, यही होला कि छुट्टै हुन्छ नि गाडी? यही हो यार। ओए हो भेन्दास हो, बिन्दास नवास त्यही हो। त्यो चाहिँ हाम्रो गाडी हो। टक्कसँगले गाडी आयो, हामी चाहिँ गाडीमा चढ्ने हो। म सिङ्गल भाइ है, म चाहिँ सिङ्गल भाइ। आई विल बाई सिङ्गल, ओके? $2.60। भेन्दास नवास हो क्या? यो चाहिँ यहाँको गाडी हो, पब्लिक ट्रान्सपोर्ट हो।
कति 260 नै हो 260 हो रिजर्भ गरेर जस्तै भयो है 260 चाहिँ हो सरोज भाइ तपाईँको को कसको छ अगाडि लु मेरो पनि मेरो यो लिनु 5 जनाको लिनु प्लेनमा चढेन आँटेको त्यतिकै छ प्लास्टिक चिसो हुँदो रहेछ सबैजनाको काम बनोस् सबैजनाको काम बनोस् कोल्ड ब्लडेड रहेछ हामी O+ हो नि त 4 जनै कोल्ड ब्लडेड रहेछ सिनको कि कत्रो अरे 4 जना 5 पत्र उल्टो बस्नै गाह्रो हुन्छ हामी चाहिँ बसमा बसिसकेको अवस्था हो मैले होइन त त्यो अपाङ्गो आयो नि झ्याउ गर्छ त्यो कराउँछ कि बेला बेला त्यो डिसेबलको लागि हो क्या त्यो यतै गाडीमा चढिसकेको अवस्था लेडिजहरु के यता अस्ति हामी फोटो गएको मात्र थियो त्यो रेडी एक्सप्रेस हुन्छ कि त त्यो लङ डिस्टेन्समा सबैमा यस्तो यो साइडमा हुँदैन रेडी एक्सप्रेस फिनिक्स त्यस्तैमा जानकारी पोल्ट्रीको गाउँघर हो हजुरहरू पोल्ट्रीको गाउँघर भेडाहरू चढ्दैछ यो माछा पोखरी रहेछ सुन्तला गाउँघरमा एक तले घरहरू टाइल इँटा लगाएको कस्तो दामी क्या सोकिङ मान्छेहरू असिना कि हिउँ हौ यस्तो असिनै पर्छ एउटा
कत्रा पानीसँगै असिना पऱ्यो यार ल असिना परेको चाहिँ पहिलोचोटि हो यहाँ चाहिँ देखेको चाहिँ यहीँ परे हुन्छ पानी पिउनेसँग परेन हाम्रो कुन गाउँ आइपुग्यो बिन्दासै हो हिले बजार हो हिले बजार हिले जतिकै जाडो रहेछ है ठाउँ पनि परिरहेको के अरे असिना परिरहेको छ असिना परिरहेको छ हिले बजार जतिकै छ यो बस पनि कति स्पिडमा कुदाएर Baby, come to Portugal. झगिसकेको अवस्था खै लोकेसन हेरौँ त आउनु न लोकेसन कति मिनट छ 27 मिनट अनि 10 मिनट छ भाइ गाडीबाट झरिसकेको अवस्था अब चाहिँ हामी हिँड्दै जान्छौँ अफिस नजिकै छ 10-15 मिनट जति हिँड्नुपर्ने रहेछ हामी चाहिँ सबै ग्याङै हिँड्दैछ पोर्चुगलमा लुखुरै भयो अब फेरि यहाँ पहिला उता किन भन है रोक्दैन रे के बजारमा रोक्दैन रे गाडी सिटीतिर रोक्दैन रे स्टप त छ सिस्टम कस्तो छ यहाँको अनि कहाँ रोक्छ मलाई अघि त्यो मोन्दाईहरू त पहिला आउनु भएको थियो नि त मोन्दाईले फोन गरेको थियो नि त तल बजारमा रोक्दैन माथि रोक्छ 10 मिनट जति हिँड्ने बाटो यो पहेँलो होला कि बिचको मेरो साइकलको होला सागको लिनु हो त्यो साइकल आयो भने त्यो भित्र नि फेरि हामी हिँड्ने यो नेपाली हिँड्ने बाटो हो क्या यता चाहिँ फेरि झारहरूमा चाहिँ विदेशीहरू चाहिँ यताबाट हो नेपाल चाहिँ त्यता पानी पर्छ अलि फटाफट जाउँ पानी त परिहाल्छ नि पानी त जाउँ यो चाहिँ रोकिहाल्छ नि यस्तोमा त यस्तोमा के के को फुल हो यो आरो पिच आधी घन्टा हिँड्नुपर्छ आधी घन्टा अहिले भन भयो भन्दै गर्नु नि बिहारमा त्यो बेसी खेल्न जानुपर्छ कि यसरी लुखुरै भइसक्यो अनि फेरि पानी पर्यो जस्तो छ अब दियो को लुखुर चाहिँ खतरा हो अमन भाइ लुखुर ओ लुखुर हामी चाहिँ डकुमेन्ट बनाउनको लागि रात कुदेको छौँ हामी चाहिँ सोसियल सेक्युरिटी बनाउनको लागि होइन अनि रात आएको भने त अघि ढिला भयो नि त यहाँ बस्न आउँदा होइन बिहान आएको नि त यो चाहिँ अघिल्लो टोइलेट चाहिँ पागल बनाइदियो है अघिल्लो टोइलेट चाहिँ पागल बनाइदियो अगाडि म चाहिँ बिस्कुटको घरमा हिँड्नु नि यहाँ हामी त खानासाना खाएर रेडी भएर आयो नि त खाना बनाउँछ सब्जी केही थिएन कि लिएर आउँछु भन्थे अनि हामी त भयो भने यता त मन्दिर जाउँ ल सब्जी पनि ल्याउनु पर्ने छ है उतै गएर सब्जी ल्याउने हो टक्कसँग गल्ली हिँडाइ छ फेरि हाम्रो चाहिँ
यो गाउँघरमा न कोही मान्छे बोलेको छ न कोही मान्छे निक्लेको छ। यो नेपालीको पारा चाहिँ फेरि कस्तो हो राम राम पुरै गाउँ हल्लाएर हिँडेको छ। ल हेर त ल हेर पारा यस्तो यो भ्लग गर्ने पारा भएन बिचो रोडमा नेपाली ड्रेस यो त हो त ओरिजिनल आउन आँटे अब 5 मिनट होला अझै कति छ अब छैन चाहिँ अब 1 मिनट पनि लाग्दैन। हामी चाहिँ अब उहाँबाट राइड लाग्ने रहेछ त्यो माइनस साइन छ नि वान हो है एउटा राइड त्यो के आइमा अपेस त होला नि होइन त यो सोसलको छुट्टै रहेछ सोसियलको होइन सोसलको छुट्टै छ निटको फेरि यहाँ तल रहेछ खोइ त पासपोर्ट खोइ डकुमेन्टै छैन त्यसै यो मान्छे फेरि के भयो अफिस हामी अफिस आइपुग्यौँ अब लेट्स सी के हुन्छ हाम्रो सोसल सेक्युरिटी बन्यो कि बनेन भन्ने कुरा अहिले एकछिनपछि निक्लेपछि देखाउँला हाम्रो चाहिँ सोसियल चाहिँ सर्लक्क आयो होइन मजाले आयो हामी चाहिँ खुसी छौँ पेपर आयो पेपर आयो पेपर आयो हस्मा ए भने चाहिँ सस्ता गर्ने रहेछ आज पार्टी हाम्रो नआएको अमरको मात्रै हो गमन भाइको आएन क्या बिचमा इमेल नआउने कोही 4 जना 5 जना थियो आयो मेरो आयो होइन खुसी पार्टी चल्ने भयो त पार्टी कता पार्टी दिने मान्छे त होइन यहाँ हो नि पार्टी दिने सबसे You can't see me because it's John Cena 17 times. Bye bye. हामी चाहिँ कामसाम सकेर यो मार्केट जाँदैछौँ सामान किन्नलाई पाउँछ होला सोसल आयो अब त उस हाले पनि हुन्छ तर फेरि यहाँ स्यालेरी भन्दा उस नि तना होला मतलब के हाल्ने ए निफ अब त हाल्दा हुन्छ निफ नम्बर हाल्दा केही फरक पर्दैन बिस्तारै बिस्तारै हाल्दा नि हुन्छ आएपछि के भन्छ त्यसलाई बेरोजगार भन्दा धेरै के स्यालेरी भन्दा धेरै उस छुट्टै चाहिँ कारको रिमोट गोजीमा छ र हामी चाहिँ मार्केट आइपुग्यौँ कामसाम सकेर पैदल हिँड्ने भनेर के हजुर हेरौँ पाए ठिक छ नपाए अब सकेर यसको बारे सामान किन्ने हो बडा फोन छैन चेक गरौँ न टिकटक भाइरल टिकटक फाइनली हामी चाहिँ सामान पनि किनेर निक्लिसकेका छौँ भाइले 2टा झोला बोकेको छ यहाँ एउटा झोला छ त्यहाँ 2टा लोकल कुखुरा छ यहाँ चाहिँ भेजिटेबल सागसब्जीहरू छ यहाँ छौँ चाउ 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 भाइ भाइ अब हामी चाहिँ लाग्न आँटेको रुमतिर जान आँटेको यस्तै छ जिन्दगानी भरि पछि हामी घर रुम जाँदैछौँ उहाँ चाहिँ हाम्रो यता देखाउनु त उहाँ चाहिँ हाम्रो एकै हाम्रो जित्दै साउट आउट टु जित्दै फ्रम सिन्धुपाल्चोक 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 नियर काठमाडौँ ओके यस्तै छ पानी झरेर आएको छ यहाँनिर चाहिँ थ्याङ्क यू फर वाचिङ मेरो भिडियो हेर्दै जानु होला टाइम हुँदैन क्या भिडियो बनाउने टाइम मिल्दैन ड्युटीले गर्दाखेरि अरू पनि राम्रो राम्रो ठाउँको भिडियो बनाउँदै जानेछु हेर्दै जानु होला थ्याङ्क यू फर वाचिङ किप सपोर्टिङ सबै गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला अर्को भिडियोमा फेरि भेटौँला धन्यवाद थ्याङ्क यू बाई बाई धन्यवाद बाई